गुड मर्निङ भोजुङ गाइज। फाइनली बिहानको प्रतीक्षा थियो होइन, बिहान पनि भइसक्यो। अहिले बिहानको 8 बजिसक्यो होइन। हामी अहिले अघि उठेको चाहिँ 6 बजी चाहिँ उठेको थियौँ। उठ्न चाहिँ उठेर त्यो बिस्तारामै थियौँ। बिस्ताराबाट चाहिँ 7 साढे 7 बजीतिर उठ्यो, फ्रेस भयो। अब 8 बजी चाहिँ अब नास्ता खान लागेको छौँ हामी गाइज। हाम्रो अब खाजा हुँदैछ यहाँ। हामी सुतेको चाहिँ उता माथिको रुम हो। अहिले यहाँबाट देखिने नजारा चाहिँ यस्तो छ गाइस, देख्न सक्नुहुन्छ तपाईहरु। यस्तो मजाको नजारा दृश्य हेर्न सक्नुहुन्छ। शुभ बिहानी सँगसँगै रमाइलो दृश्यहरु तपाईहरु देख्न सक्नुहुन्छ यहाँ। त्यही हो गाइस, अब हामी यहाँ नास्ता खान्छौँ, खाजा खान्छौँ हैन। त्यसपछि भोजुङ गाउँ एक्सप्लोर गर्छौँ गाइस पुरै। ल चिया चनान्दा हुन्छ। ल गाइज, हामी चाहिँ भोजुङ एक्सप्लोर गर्न हिँडिसकेका छौँ होइन। अहिले हामी यहाँ गल्ली हिँड्दैछौँ। यस्तो छ ठाउँहरू। के छ, कस्तो भइरहेछ सम्धी? बवाल छ यार। हो ल, उहाँलाई बवाल लगाइसकेको गरे। हिजो एकछिन बेलुकामा घुमेर सबैजना आउनु पर्यो भ्यू हेरेर बवाल लगाइसक्यो अरे। बाटो यस्तो छ, अलि हामी माथि पुरै यहाँ पुरै घुम्छौँ। भोजुङमा चाहिँ 550 जति घर चाहिँ छ अरे। तल आन्टीले भन्नुभएको थियो होइन। 550 भनेको त धेरै नै हो गाइस, अति धेरै। सही छ ठाउँ चाहिँ बवाल हो कि। त्यही हामी चाहिँ यताबाट उकालेर माथि पुगेर फेरि तल झर्छौँ होइन। जस पुरै घुम्छौँ गाइस आज भोजुङ। आज पुरै निखारेर जानुपर्ने हुन्छ यहाँ। सही हो, दामी। ल हो कि राष्ट्रिय प्रकृति संरक्षण कोष अरे। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना। किन हो यार, जिब्रै नफर्किने यार पढ्दा पनि। अलि फास्ट हिँड्नु पर्यो है अब। यता गोबीहरू रहेछ यार, फुलकोपी, बन्दा, काउली। लगभग टमै हो। पारी त खेतै रहेछ यार। हो त्यस्तो। त हिमाल चाहिँ यहाँ ढाकियो। वहाँ पछाडिपट्टि रहेछ कि ठ्याक्कै यसको पछाडि पर्दो रहेछ हिमाल, त्यही भएर ढाकियो छ। ठिक छ। कता हो कि ए यता आउँदो रहेछ उता अर्को बाटो, उता त सिधा आयो। सही हो, दामी भइरहेछ हामी यहाँ भोजुङ यात्रा। जिप पार्क गुम्बा 10 मिनट 1650 मिटरमा रहेछ भोजुङ। सही हो, हामी अझै हिँड्दैछौँ। कसको घरको आँगनमा पो आइयो। वेलकम होमस्टे नम्बर 13 भोजुङ एट लमजुङ। ल गाइस, भोजुङको भ्यू हेरौँ।
तलको गाउँहरू यताको एक बेग छ अनि यता अलि एक बेग छ यता अलि ठुलो हो यताको भन्दा छ्याक्क देखिने ठाउँ कहाँ छ त सबै गाउँ देखिने ठाउँ छ्याक्क देखिने भए बवाल मजा हुन्थ्यो कि हेर्न पनि है तर ठिकै छ हामी खोज्दै हिँड्दैछौँ जाउँ अझै माथि जानु त गुम्बा नि छ अरे यता त्यहाँ देखाइरहेको छ बोर्डमा हेरौँ अब कता छ ल हामी चाहिँ भर्खर यहाँ गुम्बामा आएको छौँ माथि गुम्बा चाहिँ भर्खर बन्दै रहेछ यो ठिक पछाडिपट्टि हो गुम्बाको खासै यस्तो छैन बन्दैछ गुम्बा यस्तो बन्दैछ यो मात्र अब भएछ अहिले गुम्बा चाहिँ बन्दैछ यहाँबाट पनि त्यति गाउँहरू नदेखिँदो रहेछ सरर पारी भेग चाहिँ देखिरहेछ हामी बसेको घर चाहिँ उतो हो म जुम गर्छु भने के भयो यार अच्छा त्यो हामी बसेको चाहिँ यहाँ हो है टक्क अहिले चाहिँ हामी यहाँ माथि आएको छौँ घुम्दै यहाँ गुम्बा हेरौँ भनेर आएको गुम्बा चाहिँ नबनेको रहेछ बन्दैछ कामहरू जारी भइरहेको छ हेरौँ अब केही समयमा चाहिँ बन्छ होला त्यही हो पुरै यता अन्त पुरै जङ्गल छ हाम्रोमा जङ्गल टक्क बिचमा चाहिँ पुरै गाउँ छ रमाइलो छ दियोस भुजुङ धेरै जस्तो सबै ठाउँ यस्तो गाउँहरू सबै ठाउँ घुमेँ तर बेस्ट चाहिँ मलाई भुजुङ लाग्यो अहिलेसम्म के बवाल लाग्यो दामी लाग्यो मलाई चाहिँ अरूलाई कस्तो लाग्यो थाहा छैन मलाई चाहिँ भुजुङ चाहिँ बेस्ट लाग्यो दामी कस्तो लाग्यो बवाल लाग्यो हो कि कोही आउन चाहनुहुन्छ भने आउनुहोस् त्यस्तो रिग्रेट चाहिँ हुँदैन है आएर होइन बेकारमा पैसा खर्च भयो भन्ने जस्तो चाहिँ हुँदैन एकदम बवाल छ गाउँ त्यही हो पैसा खर्च भएको पनि सेटिस्फाई भएर जान सक्नुहुन्छ तपाईँ ढुक्क तरिकाले आउँदा हुन्छ मजा आएको छ गाउँ यहाँको कल्चरहरू एकदम दामी छ त्यही हो अलि भाषा चाहिँ नबुझेर अलिक गाली गरे जस्तो लाग्ने छिटो बोल्ने है साह्रो अनि गाली गरे जस्तो लाग्ने त्यही हो भाषा नबुझेपछि यस्तै हो केही छैन अब फेरि तल जानुपर्छ फेरि त्यहाँ अब यता तल्लो भेगतिर गएको छैन हामी गाउँ घुम्न त्यतातिर पनि जानुपर्ने हुन्छ त्यसपछि बिस्तारै सकिन्छ हाम्रो गाउँ घुमाइ पनि त्यसपछि बिस्तारै घले गाउँतिर जानुपर्ने हुन्छ घले गाउँतिर लम्किनुपर्ने हुन्छ गाइजहरू जान तल
ल यहाँ चाहिँ हाम्रो हाम्रो यहाँ बिदाई हुँदैछ ल यहाँबाट समाता हो ल अब चाहिँ हामी यहाँबाट जाँदैछौँ गाइस फेरि आउनु मन लाग्यो भने फेरि यहीँ आउँछौँ आन्टी कसैले आउनु मन छ भने पनि यहाँ आउनु सक्नुहुन्छ होमस्टे 19 मा यहाँ त राम्रो भ्यू देखिन्छ दामी बोजुङको ल गाइस हाम्रो चाहिँ यहाँ बिदाई भइसक्यो अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ यहाँबाट अब हामी घले गाउँ जान्छौँ बाई बाई ल गाइस हामी चाहिँ अब यहाँबाट चाहिँ निस्किँदैछौँ जाँदैछौँ होइन सम्झे यता आएर त के लाउरे भाइब्स हाने होइन यस्तो राम्रो गाउँ छोडेर जानु पर्यो उसको दुःख लाग्छ लाउरे भाइब्स हानेर सम्झुलाई त त्यही भन्दैछन् लयरको झोला पनि फेरि त्यस्तै छ कि फेरि पछाडि भिर्ने मात्र नभएको ल त्यही हो हामी निस्क्यौँ यहाँबाट त्यस बवाल रमाइलो भयो भोजन पनि त्यही हो कसैलाई घुम्न फर्किनै मन छैन मलाई फर्किनै मन छैन जानु त मन छैन यहाँबाट होइन यति रमाइलो छ त्यही पनि हामी जानुपर्ने हुन्छ होइन जस घुमियो ठाउँ एकदम बवाल छ दामी छ कोही घुम्न आउन चाहनुहुन्छ भने आउँदा हुन्छ एकदम बवाल छ ल हामी चाहिँ अब सिधा घले गाउँ ल गाइस हामी घले गाउँ आइसक्यो फेरि होइन भोजन गाउँबाट सिधा हामी डाइरेक्ट यहाँ घले गाउँ आइसक्यो घले गाउँ आएर बाइक यहाँ पार्किङ छ अब एकछिन यसो होटलतिर गएर रेस्ट गरिन्छ नास्ता सास्ता खाइन्छ भोक लाग्यो त्यसपछि घले गाउँ पनि बिस्तारै बिस्तारै घुमिन्छ गाइस आज घुमिन्छ आज यहीँ बसिन्छ भोलि बिहान नि हल्का घुमिन्छ त्यही हो अब घले गाउँ पनि कस्तो छ म देखाउँछु हजुरहरूलाई होइन अब भोजन गाउँ प्लस घले गाउँ एकैचोटि मेरो ब्लगमा आउँदैछ गाइस इन्जोय गर्नु होला ब्लग ल गाइस अहिले चाहिँ हामी घले गाउँको डाँडामा हावा खाँदैछौँ यहाँ देख्न सक्नुहुन्छ घले गाउँको भ्यू यस्तो छ घले गाउँ यस्तो छ यो चाहिँ डाँडा भयो यो तलको चाहिँ घले गाउँ बस्ती यस्तो छ त्यहाँ मेला हो कि के भइरहेको रहेछ सबै मान्छेले त्यही छन् सही हो दामी छ ल यता फेरि पुरै हिमालहरू देखिरहेछ यहाँबाट चाहिँ यो हिमाल चाहिँ मस्त देख्दो रहेछ भोजुङमा चाहिँ हिमाल नदेख्दो रहेछ घरहरू चाहिँ तन्नै रहेछ यहाँ चाहिँ थोरै छ छनु चाहिँ तर राम्रो छ दामी सही हो यहाँ त्यहाँ त यहाँ तिम्रो नाम के हो यहाँ मिठाइदिन्छु म ल हेर म मिठाइदिन्छु यहाँ हो भन्दा पनि मानेन यार यिनीहरूले हात घाँसेर आएको कि अझ उताबाट जोडी जोडी मिलेछ सही हो ल हामी चाहिँ घले गाउँमै छौँ यहाँ लुता रमाइलो रहेछ हामी अब माथि कटेजमा जानु लाग्यो घले गाउँ कटेज हेरौँ कस्तो छ ल गाइस हामी चाहिँ यहाँ अहिले घले गाउँमा छौँ हामी चाहिँ अहिले यहाँ बसिरहेको छौँ होटेल घले गाउँ कटेजमा होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ नम्बर छ यही नम्बर दिइराख्छु म आउन चाहनुहुन्छ भने कोही नम्बर टिपेर कल गरेर आउनु होला र यहाँ घले गाउँको भ्यू हेरौँ न यहाँ सनसेट घाम डुब्न लाग्यो टक्क यहाँ फेरि छुट्टै रमाइलो छ
घलेगाउँको साँझको भ्यू साँझ पख यस्तो देखिरहेछ घलेगाउँको दृश्य हिमाल यस्तो छ रातो देखिरहेछ घाम परेर सय सरर दामी ल है ल यो घलेगाउँको खाना अहिले चाहिँ हाम्रो रातिको खाना हुँदैछ घलेगाउँमा गाइस सु ल एप्स हान्छौँ हामी अब एप्स सुरु है त एप्स हान्नुपर्ने हुन्छ अब के भोक लाग्यो ल हानियो अब तपाईँहरू पनि हान्नु हामी पनि हान्नु गुड मर्निङ घलेगाउँ गाइस आज चाहिँ हाम्रो डे 2मा चाहिँ हामी घलेगाउँ छौँ हेर्न सक्नुहुन्छ हामी यहाँ घलेगाउँ घुम्दैछौँ यस्तो रमाइलो भइरहेछ 8 बज्यो अहिले घाम पनि लागिसक्यो त्यही हामी घलेगाउँ एक्सप्लोर गर्दैछौँ डे 2मा चाहिँ देख्न सक्नुहुन्छ अहिले यहाँ घरभित्र हिँड्दैछौँ हामी यता अगाडि हिमालको नजारा देख्न सक्नुहुन्छ घलेगाउँमा त देखिने दृश्य हिमालको भुजुङबाट चाहिँ हिमाल छेकेको थियो हिमाल चाहिँ देखिँदैन अलिअलि टुप्पा मात्र देखिन्छ यहाँबाट चाहिँ पुरै हिमाल देखिन्छ हामी अहिले घलेगाउँको दृश्य हेर्दै रमाउँदै छौँ यति बेला ओहो समाति गयो चिसोले चिसो चाहिँ एकदम छ देख्न सक्नुहुन्छ यहाँ तल ग्राउन्ड फुटबल ग्राउन्डमा पारी स्कुल रहेछ अनि हामी बसेको नुही हो त्यहाँ यो कटेजमा सो यहाँ चाहिँ ग्राउन्ड छ उहाँ चाहिँ स्कुल अगाडि देखेको पुरै हिमाल देखिन्छ यहाँबाट घलेगाउँबाट चाहिँ सरर बादल आइगयो हिमालमा नि यताको चाहिँ क्लियर देखिरहेछ ठिक छ घलेगाउँ पनि रमाइलो छ गाइस घलेगाउँ चाहिँ अलिक विकसित छ भुजुङभन्दा धेरै विकसित छ यहाँ त्यही नै हो अनि अलिक थोरै छ गाउँ भुजुङमा चाहिँ धेरै छ डिफ्रेन्ट त्यही नै हो गाइस हो कि के भन्न चाहनुहुन्छ के भन्ने राम्रो छ कस्तो भइरहेछ तपाईँको यात्रा बिरालोलाई देखाइदेऊ न पोखरादेखिको यात्रा म्याउ 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 तपाईँको भन्नुहोस् तपाईँको पोखरादेखिको यात्रा कस्तो हुँदैछ मेरो बबाल भयो मेरो त हो भुजुङ कस्तो लाग्यो भुजुङ राम्रो घले पनि राम्रै छ तर भुजुङ बबाल चाहिँ हो ठिक छ उहाँलाई अझै बवाल भुजुङ लाग्यो भन्दै हुनुहुन्छ उहाँको प्रतिक्रिया यस्तो छ भनाइ यस्तो छ अरे उहाँको ठिक छ ल घलेगाउँबाट पनि बिदा भयो हामी अब ल गाइस हामी फेरि घलेगाउँबाट पनि निस्किसकेको छौँ यहाँ अहिले हामी बिदाई भएर घलेगाउँबाट पनि अब पोखरातर्फ आउँदैछौँ हामी फुलमालाका साथ सेतो टिकाका साथ हामी बिदाई भएर फेरि घलेगाउँबाट खै सम्झिल त्यहाँ बारम्बार लाउरे भाइब्स मात्र हानिराख भन्दैछन् के हो कुरो जनता जान चाहन्छ कि भन्न चाहनुहुन्छ यता फेरि बाइक रेडी छ यहाँ गाइस मेरो त बाइक पुस्ने तालो नै कसले चोरिदिएछ यार 50 रुपियाँको थियो नि जे भने मस्त बवाल पुस्थ्यो तर कसले चोर्दैछ यार ठिक छ केही छैन अब हामी चाहिँ ब्याक टु पोखरा गाइस अब पोखरा आएर भेटौँला गाइसहरू ल चौरै त हो
यहाँ डाँडामा चढाइदिएको तर्सेखेरि कोही कोही यस्तो छ भ्यू पुरै तल बादल लागेको छ यार जताततै यता त यता अनि यतापट्टि पनि पुरै लाग्छ बिचमा डाँडा भयो बिचमा गाउँ भयो अनि यताउता सबतिर लाग्छ ओ कुकुर तिहार हामी चाहिँ घले गाउँबाट चाहिँ निस्किसक्यौँ होइन घले गाउँदेखि लगभग 15 मिनट जस्तो तल आइसक्यो कुन गाउँ ठाउँ होइन ब्याक टु पोखरा हुँदैछौँ गाइस होइन यति धेरै मेमोरी बोकेर आएको पुरै नगर्नु होइन